दाइ माटी लिन जानुपर्छ भनेर भाइ आएछ ल ओके भनेर म पनि हिँड भनेर कटासमात भनेर हिँडेको ल हिँड दाइ साइकलमा बस जानुपर्छ भनेर भन्यो ल त्यसपछि म पनि साइकलमा बसिसकेपछि सरासर बसाएर बोलिन्छ लिएपछि गाउँको बाटो पनि देखाउनुपर्छ दाइ भन्यो ल हुन्छ भाइ भनेको त ल दाइ पुल पनि आयो भन्यो ल देखा भनेको देखाइदिएँ ल दाइ अब बाटो माटो गर्ने ठाउँ पुग्छ भनेर भन्यो ल पुगिसक्यो दाइ अब ल उतार्नुपर्छ है भन्यो उत्रियो ल ठिक छ भाइ उत्रिन्छु भने ल हिँड दाइ म आज म खन्छु है तँलाई देखाउँछु भनेर मेरो भाइ फरफर हिँड्यो हिँडिसकेपछि दाइ आज त मै खन्छु त हेर्दै मात्र जा भनेको ल हुन्छ भाइ भनेको त फराफर खन्न लागिसकेछ खनिसकेपछि दाइ म आफै प्याक गर्छु भनेर प्याकिङ पनि गर्न लाग्यो गरिसकेपछि साइकलमा पनि आफै लोड गरेछ भाइ लोड गरेर सरसर हिँड्यो हिँडेपछि घर पुग्ने भयो ल पुग्यो घर पनि पुगिसकेपछि दाइ छिटो आइज है यता भनेको त ल ठिक छ हुन्छ भाइ भनेको साइकल समात्दै ल समातिदिन्छु भाइ भनेको त आफै खोल्न लागिसक्यो खोलेर आफै फाल्न लागिसक्यो दाइ त हेर मेरो भाइको पावर पो भन्छ ल ठिक छ भनेको त आफूले बाहु